आज चाहिँ हामी मिलन भाइको परिवारमा छौँ। आज त्यस्तो भएको अर्कै मुख खोलौँ भन्दा पनि जारिरहेको अर्किरहेको छ कि अनि आज चाहिँ कर्टेज फेलोसिप थियो मिलन भाइकोमा। मिलन भाइ चुप पर चाहिँ चुप हुँदैन। मिलन भाइ चाहिँ यहाँ छ हो। भाइ भएको छ अनि म त भयो हिरो हिरो म ठिकै भयो नि म हिरो म यता हिरो यता चाहिँ हिरो भिलेन गयो म साइडको जिरो हो। के भन्नु छ आज के भन्न छ भने चाहिँ मुखबाट चाहिँ कहिले अशब्द चिजहरू चाहिँ ननिकाल्नुहोस्। जे पनि बोल्नुहुन्छ शुद्ध कुराहरू बोल्नुहोस्। हिपिपे फुरे ओके जय मसी राम पौ अब यो त हो। आज के भन्नु चाहनुहुन्छ घरपति आमा? के भन्नु है, आइ एम भेरी बिजी। आज चाहिँ सेवाकारमा एकदमै मजा आइरहेको छ। आज सबैजना आशिषित भएका छौँ। ओके हालेलुया कहाँ छ पुरामा आशिषित भएको थियौँ है। आजको वचन चाहिँ मेरो लागि थियो। अन्त एकदमै है मन परिवर्तन भएको छ आजको वचनले। अन्त त्यही भएर चाहिँ म चाहिँ पापड पोल्दैछु। हाम्रो नानीहरू हुन्छ हो नानीहरू अनि आज के भन्नु चाहनुहुन्छ? सेवा सकिसकेको छौँ। अब हामी खाना खाएर अब घर जानेछौँ। सबैलाई जय मसी। फेरि तिम्रो टर्न आइछ भाइ, के भन्छौ? आजको सब खाना चाहिँ मैले बनाएको होइन है। हो भनेको त फेरि यहाँनिर दुधको दुध पानीको पानी हुन्छ भात पस्केर ल्याउँछ अनि पर्खिरहेको म चाहिँ तपाईँले यहाँ सब देख्दै गरेको चाहिँ सब बुधबारहरू मात्रै रहेछ। मलाई पुरा भोक लागेछ। अघि त ठिकै आत्मिक भोजन खायो होइन, अब चाहिँ शारीरिक भोजन खायो नि त। तर पुरा ढिलो गरेँ नालीको हाम्रो चाहिँ अगोजिन हुन्छ, हाम्रो पास्टरको पास्टर हुन्छ अनि घुम्दै आउँदाखेरि हाम्रो आन्टीको पालो आएको छ। के भन्नु चाहनुहुन्छ? मैले बनाएको पनि मेरो नानी चाहिँ सुतिरहेको छ, भर्खर उठेको छ। बाई बाई, मेरो मेमोरी फुल भयो ल, बाई बाई।